हेलो साथीहरु नमस्कार, के छ हालखबर? सञ्चारमा हुनुहुन्छ? अहिले फेसबुक मोनेटाइजेसनको लागि क्याटेगोरी चेन्ज भयो भनेर धेरैजना साथीहरुले पोस्टहरु फेसबुकमा गरिरहनु भएको छ र मैले आफ्नो एउटा आइडी मैले एउटा आइडी खोलेको छु। त्यसमा चाहिँ कति देखाएको छ भनेर मैले हेर्छु। फेसबुकले अफिसियली त्यस्तो चाहिँ अनाउन्स गरेको छैन कि अझै चाहिँ तपाईले 28 दिनमा 3 लाख भ्युज गराउनु पर्छ भने चाहिँ त्यो छैन। 10,000 फलोअर त्यो चाहिँ आवश्यकता छ है। अब जब चाहिँ मैले मोनेटाइजेसन गरेको थिएँ त्यो समयमा 5,000 फलोअर प्लस चाहिँ तपाईलाई 60,000 भ्युज को मात्रै आवश्यकता थियो। लगभग 2023 को कुरा हो। अहिलेको समयमा अलिकति चेन्ज भएको छ। 1.5 लाख 28 दिनमा हुनुपर्ने र 10,000 मिनिमम फलोअर हुनुपर्ने भनेर देखाएको छ। हामी यहाँ चेक गरौँ कि अहिले के छ। मैले अब यो फेसबुक ओपन गरेँ। एउटा चाहिँ फेसबुकको पेज या प्रोफाइल भनौँ, यहाँ वैदेशिक रोजगारी भनेर यहाँ मैले एउटा चाहिँ बनाएको थिएँ, पेज बनाएको थिएँ। अब यसमा आइयो। यसमा आइसकेपछि हामी यसको ड्याशबोर्डमा गएर चेक गरिन्छ। प्रोफेसनल ड्याशबोर्ड खुल्दा बित्तिकै अब यो मोनेटाइजेसन भएको छैन। यहाँ मोनेटाइजमा हामीले क्लिक गर्यो। मोनेटाइजमा क्लिक गर्दाखेरि अब यहाँ कन्टेन्ट मोनेटाइजेसन इन्भाइट ओन्ली भनेको छ। अब तपाईले यो भ्युज र फलोअर गराइसकेपछि पनि फेसबुकले तपाईलाई एलिजिबल भए मात्रै दिने हो, अदरवाइज दिँदैन है। अब यसलाई मैले क्लिक गर्दा अब यहाँ क्याटेगोरीहरु के भन्छन्। अब यसलाई मैले फेरि क्लिक गरेँ। क्याटेगोरीहरु के छन् भन्दा 4 देखि 6 सम्मलाई चाहिँ मेड भएछन्। पहिला चाहिँ तपाई 18 वर्षभन्दा माथिको हुनु पर्यो। अनि एलिजिबल कन्ट्रीमा चाहिँ तपाई बसेको हुनु पर्यो। एलिजिबल कन्ट्री चेक गर्नलाई अब तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ कि छ कि छैन भनेर गुगलतिरबाट नि हेर्न सक्नुहुन्छ। तपाईको पेज र प्रोफाइल भनेको 30 दिनभन्दा पुरानो हुनु पर्यो। यो पनि छ। पिछलो 90 दिनमा 3टा चाहिँ रिल्सहरु पोस्ट भएको हुनु पर्यो। यो छ। अनि तलतिर ह्याभ एटलिस्ट 10,000 फलोअर, जसमा चाहिँ मेरो मात्र 896 फलोअर रहेछ। अब यहाँ गेट एटलिस्ट 150 युनिक भ्युज ओभर द लास्ट 28 डेज भनेको छ। यसलाई क्लिक गर्दाखेरि यहाँ चाहिँ अब भ्युज भन्ने कुरो जम्मा 23 भ्युज छ हैन। 1.5 लाख चाहिँ यसले भ्युज भन्यो लास्ट 28 दिनमा। भनेपछि फिलहालमा फेसबुकले अफिसियली यस्तो केही पनि 3 लाख चाहिन्छ भने चाहिँ भनेको यहाँ मैले देखिनँ। अब तपाईहरुको यदि त्यस्तो देखाएको छ, मेसेज आएको छ भने तपाईलाई यो आइडी अनुसार चाहिँ फरक पनि हुन सक्यो। मेरो केसमा चाहिँ यस्तो देखाएन। तपाईकोमा के देखाएको छ त्यो कमेन्टमा लेख्न चाहिँ नभुल्नु होला है त। धन्यवाद।